साथीहरु र आज चाहिँ म बनाउँदैछु चिकन र चिकन बनाउनको अगाडि म यहाँनिर गर्दैछु फ्राई। मैले यो चिकनलाई फ्राई गर्नुभन्दा अगाडि आधा घण्टा म्यारिनेट गरेर राखेछु नुन र हर्दी लगाएर। र अब यसलाई रातो हुन्जेल फ्राई गर्ने। अब मैले यसलाई फेरि चलाउँदैछु ताकि यो नडरोस् भनेर। अझै यसलाई 5 मिनेटदेखि 10 मिनेट फ्राई गर्नुपर्ने हुन्छ ताकि यो अलिक मजाले रातो होस् भनेर। र अब मेरो यो चिकन यतिको रातो भइसकेको छ, यतिको फ्राई भइसकेको छ। र अब म यसलाई निकाल्दैछु। र अब म यही तेलमा चिकनको लागि ग्रेभी मसला पकाउँछु। र यसमा म पहिला हाल्दैछु प्याज। र अब यो प्याजलाई रातो हुन्जेल भुट्नुपर्ने हुन्छ। यसलाई अझै एकछिन भुट्नुपर्ने हुन्छ किनभने यो प्याज काँचै छ र प्याज काँचो भयो भने ग्रेभी मिठो हुँदैन। र साथीहरु मेरो यो प्याज यतिको रातो भइसकेको छ। र अब यसमा म हाल्दैछु यो जिरा। र अब यो जिरालाई पनि यसमा भुट्नुपर्ने हुन्छ। र अब म यसमा हाल्दैछु हर्दी। र अब एकछिन यो जिरालाई पाक्न दिनुपर्ने हुन्छ। र मेरो अब यो जिरा पाकिसकेको छ। र अब यसमा म हाल्दैछु यो टमाटर ग्रेट गरेको। र अब त्यसमै म हाल्दैछु यो अदुवा र लसुनको पेस्ट। र अब म यसमा हाल्दैछु यो तिखालाल। र अब यो मसलालाई एकछिन पाक्न दिने। र मेरो यो मसला पाकेर रेडी भइसकेको छ। अब म यसमा अघिको फ्राई गरेको चिकन हाल्दैछु। चलाउँदै झन्डै कराई नै पल्ट्यो साथीहरु। र साथीहरु अब म यो मासुमा हाल्दैछु नुन स्वाद अनुसार। र अब यसमा हाल्ने अलिकति पानी ताकि यो मसला नडरोस् भनेर। र अब यसलाई मजाले चलाउने। अब यसलाई छोपेर 10 देखि 15 मिनेटसम्म पकाउने। र साथीहरु मेरो चिकन अब यतिको भइसकेको छ। र अब यसमा म हाल्दैछु यो चिकन मसला। त्यसपछि म हाल्दैछु यो धनिया पाउडर।
यसलाई फेरि 5 मिनेट जति पाक्न दिने। र साथीहरू हेर्नुहोस् तपाईहरुले यहाँ ग्रेभी कस्तो भएको छ। एकदमै दामी देखिँदैछ। र साथीहरू मैले मसला हालेर फेरि 5 मिनेट पकाइसके। अब मेरो यो रेडी भइसक्यो। लु हेर्नुहोस् साथीहरू तपाईहरुलाई यो कस्तो लाग्छ। लाइक सब्स्क्राइब फलो गरिदिनुहोस्, कमेन्ट्स पनि गरिदिनुहोस्। धन्यवाद।